साथीहरू दिनको सुरुवात भइसकेको छ। म चाहिँ टक्करा रेडी भइसकेको छु है। अब चाहिँ म यहाँ लिक साइड चाहिँ जाँदैछु सरादमा। अब बाटोमा भेटौँ है त। साथीहरू हेरिरहेको छ मेरो आजको आउटफिट चाहिँ होइन फोहोर भएको छ साथीहरू। त्यस्तै छ साथीहरू। अब चाहिँ हामी पुग्छौँ टक्क लाएर है। यस्तो यो लगाइदिनु होइन आइसकेको छ यो बन्छु आउँदै आइसकेको छ साथीहरू। लगाइदिनु है होटललाई भन्छ सेलरोटी बनाउँदैछ साथीहरू। खाना खाने लाइन छ है साथीहरू। यस्तै छ सौदा चाहिँ सजिलो रहेछ साथीहरू है। समय यस्तै छ माहौल चाहिँ
मन्दिर छ हाम्रो मन्दिर टक्क आएको सबै जम्मू देखेको छ लजातिहरू हामीले अब एकैछिनमा खाना आएर खानु पर्ने हुन्छ सिधै खाना खाएको म चाहिँ यहाँ बोलेको आवाज नसुन्नेको रहेछ बाटोमा थिएँ त्यही कारणले गर्दा आवाज नसुन्नेको रहेछ यहाँ चाहिँ मैले मिथलाङ जान्छु भनेर भनेको थिएँ केटा हाम्रो अब टुरिस्ट इन्डियन टुरिस्ट लोकहरू हुनुहुन्छ है यस्तै हो अब इन्डियाबाट आएर चाहिँ टक्क जाने फोट चाहिँ नगर्नु होला हाम्रो यस्तो सुन्दर पोखरा आयो इन्डिया जस्तै नबनाइदिनु त्यही हो भात खाइयो साथीहरू भात खाइयो होइन अब भात खाएको अब यसो एकछिन बसेर टाइम लिन गर्नु साथीहरू है त्यहाँ चाहिँ खासै भिडियो खिच्न पाएन अब मिथलाङ गइन्छ एकछिनमा अब यसो सेसेस हुन्छ है अनि भेटौँ लाग्यो त निस्किने बेलामा ओके त म चाहिँ रेडी भइसकेको छु अब म यसो बाहिरतिर जान्छु है अब काजी पोखरीतिर हुन्छ कि कता हुन्छ म निस्किन गइरहेको छु मेरो साथी नि हुन्छ मेरो साथी र म चाहिँ जाँदैछौँ बाटोमा भेटौँ है त म चाहिँ अहिले साथीलाई गइरहेको छु अब काजी पोखरी आएको भर्खरै है अब साथी आउँछ अलि दुईजना हो त कतै जान्छ भनेको है भर्खरै काजी पोखरी आएको छ साथीहरू म चाहिँ यस्तै छ आउँला है साथीहरू अब सिधै बाटोमा भेटौँ है त दोस्ती आइसकेको छ है मस्त बाह्रमा आइरहेको छ हिँड्दै कौडाडा ल दोस्मा खतरा छ ल त ल साथीहरू बाटोमा भेटौँ ल भिडियो नै रेकर्ड नभए चाहिँ सिधै मिथलाङ गएपछि मात्रै भिडियो गरेको होइन साथीहरू अब यहाँ माथि जानु त लाएर है हच्चु तालमै हिँडेको साथीहरू अब कहाँ आइन्छ भन्ने साथीहरू त्यही भएर भनेन अघि होइन गाह्रो बिरो नमानिदिनु होला यस्तै छ अब यस्तो एडभेन्चर गरेर जानुपर्छ यहाँ चाहिँ फेरि ल माथि गएपछि भेटौँला है त लगे त हामी चाहिँ यहाँ माथि आइसकेको छौँ भनेर भन्दिनँ अब चाहिँ फर्किनु लाग्यो होइन एकछिन मिठो भ्यू हेऱ्यो है यस्तै छ भ्यू चाहिँ यता मक्खै हेऱ्यो होइन अनि हाम्रो चाहिँ हेलमेटै खस्यो साथीहरू खिच्ने पाएन त्यो चाहिँ यहाँबाट मुनि गएको साथीहरू पहिला यहाँ खसेको थियो अनि यहाँबाट मुनि खसेको साथीहरू अनि त
लाएर साथीहरू अब चाहिँ ढक्कै हेलमेट निकालेको चाहिँ देखाउँछ साथीहरू है। अब यस्तो झर्नुपर्छ साथीहरू। ल अब साथीहरू सिधै तल भेटौँ न त हेलमेट निकाल्छौँ यसो। साथीहरूमा चाहिँ अब यहाँ माथि चढ्नुपर्ने हुन्छ है। उता माथि अड्को चाहिँ हेलमेट चाहिँ म चाहिँ यो मेरो दोस्तलाई समर्पित गरिदिएँ होइन। अब साथीहरू ठाडै छ उडास हेलमेट अड्क्यो अघि हेलमेट खस्यो अघि जाऊ दोस्त कहाँ खसेको यार खस्दा चाहिँ झर्नी घिस्रिँदै झर्नी चिप्लेटी खेल्दैछ झर पछाडि पछाडि कता खसेको यता त होइन के हो कि यता न कता बाजे 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 हेलमेट चाहिँ पाइसक्यो है। कहाँको झाडीभित्र रहेछ साथीहरू होइन। अब चाहिँ हामी टक्क लाएर निस्किन लाग्यो। म चाहिँ अब सिधै घर गएर भेट्छु है त साथीहरू। अनि फेरि लेक साइड जान छ अनि फेरि बेलुका मेटलाङ आउनु छ। अब सिधै घर गएपछि भेट्छु है त साथीहरू। ल केटा अब म चाहिँ अहिले घर आइसकेको छु भर्खर। अब चाहिँ एकैछिन बसेर अनि मेटलाङ निस्किन्छ नि त। बाटोमा भेटौँ है साथीहरू। हामी चाहिँ अहिले म चाहिँ अहिले मेटलाङ लाने बाटोमा छु। मेरो काठ चाहिँ सकिन लाग्यो पर्ने भयो है। माथि गएर एकचोटि चाहिँ हालसम्म भिडिन्छु। अहिलेलाई चाहिँ मोबाइल अफ हुन लागेको छ यता हो। अब यस्तै छ अहिले चाहिँ म यहाँ सामान किन्दैछु हल्का मासु सासु है। अब यस्तै छ केटा हो गाह्रो नमान्दियो है। अब माथि गएर म एकचोटि चाहिँ चार्ज गरेर आउँछु खेल्छु अनि भोलि बिहान भेट्नुपर्छ त्यसरी लगेर म अहिले निस्किन्छु। यता हो म चाहिँ भर्खर माथि पुगिसकेको छु मेटलाङमा। हाम्रो खुक्का रिजोर्टमा है बन्दैछ साथीहरू। अब 1.5 महिनामा कम्प्लिट भइसक्छ हाम्रो चाहिँ है। यस्तो खुक्का लोकेसनमा छ फेरि खै केटा हेर केटा यस्तो खुक्का भ्यू देखिन्छ हाम्रो रिजोर्टबाट फेरि। त्यसो माहौल चाहिँ यता चार्ज सकेर ल्याङ भएको छ। पावर ब्याङ्क मागेर हल्का चार्ज भएको थिएँ। भर्खर माथि पुगेको छु म चाहिँ है। त्यस्तै छ अहिले चाहिँ बन्दैछ केटा हाम्रो चाहिँ यो। अब 1.5 महिनामा चाहिँ कम्प्लिट भइसक्छ हाम्रो चाहिँ है। यस्तो खुक्का भ्यू देखिन्छ यहाँ माथिबाट चाहिँ केटा हेर केटा यस्तो हुक्का भ्यू दिन्छ हाम्रो यहाँ माथिबाट चाहिँ फेरि। अहिले त अब अहिले लाइन आएपछि चाहिँ एकचोटि अहिले त अहिले चाहिँ म लाइन आएछु एकचोटि ल्याइदिन्छु हाम्रो रिजोर्ट है। यसो टुर हालिदिन्छु म यसो होइन। अब लाइन आइदिन्छु चाहिँ यसो वेट गराउनु केटा हो। यसो ताल हामीले एकछिन होला हामी आउँछ है त। केटा हो लाइन चाहिँ आइसकेको छ होइन। तर यहाँ चाहिँ लाइटिङको नि अभाव छ कि केटा हो होइन। त्यही भएर चाहिँ अहिले यहाँ टुर हान्न मिलेन केटा हो। अब गम्भीर छ कि फेरि अब लाइटिङको अभाव भएर है। अब कम्प्लिट नि भएन। कम्प्लिट भएपछि बल्ल लाइटिङ हाल्ने कुरा छ। अब मेरो भ्लग चाहिँ यस्तै छ है। अब बिगिनर भनौँ म चाहिँ है। मेरो अब यो चाहिँ सेकेन्ड भ्लग हुन्छ। फर्स्ट भ्लग नि त्यति राम्रो भएन। अनि जस्तो बनाउँछु भने त्यस्तो चाहिँ नबन्दो रहेछ केटा हो है। अब सुरुमा त के गर्ने कस्तो गर्ने केही थाहा नै नहुँदो रहेछ केटा हो।
अब बिस्तारै बानी परेपछि चाहिँ सिकिन्छ होला होइन, के बनाउने कस्तो बनाउने। अब यस्तै छ अहिलेलाई चाहिँ, अब सिक्दैछु होइन। यो चाहिँ मेरो सेकेन्ड भ्लग हुन्छ। अनि अब के हुन्छ कस्तो हुन्छ बिस्तारै सिकिएला है। अब माया चाहिँ देखाइदिनु पर्छ सबैले, अब माया गरेपछि बल्ल जोस आउँछ है। अब सब्सक्राइब हानिदिनु पऱ्यो, लाइक हानिदिनु पऱ्यो। फर्स्ट भ्लगमा होइन, राम्रो नभए भने माया देखाएपछि हल्का छुट्टै जोस आउँछ केटा हो। अब बिस्तारै राम्रो बनाउँछु म भ्लग चाहिँ है। अब जति माया पाइन्छ, जति सपोर्ट पाइन्छ, त्यति जोस आएपछि होइन बल्ल भिडियो राम्रो हुने केटा हो, त्यसै बन्दैन है। अनि अर्को कुरा चाहिँ मैले जुन चाहिँ भ्लगिङ जर्नी सुरु गरेको छु, यो चाहिँ म जति जे भयो नि म चाहिँ छोड्दिनँ केटा हो होइन। अब जति जे हुन्छ बिस्तारै होला। अब यस्तो भएन, यस्तो आएन है, सब्सक्राइब आएन, लाइक आएन भनेर चाहिँ छोड्दिनँ म केटा हो। अब त्यही हो, बनाउँछु जस्तो जे हुन्छ पोस्ट गरिराख्छु होइन, माया गरिदिनुहोस् होइन। अब तिमीहरूलाई अब के भन्ने, अब बिस्तारै तिमीहरूले खोजे जस्तो भिडियो आउला होइन, तर माया देखाइदिए पो, हल्का जोस निकालिदिए पो त्यस्तो आउँछ नि त केटा हो होइन। बुझिदिनु पऱ्यो त्यो कुरा चाहिँ। अब यस्तै छ केटा हो, मेरो चाहिँ भोलिसम्म आइपुग्छ यो भ्लग चाहिँ। अब सबजनाले भिजिट गरिदिनु भयो, मेरो नाम चाहिँ आएको छैन त्यसमा है। अब भ्लग चाहिँ यस्तै हुँदो रहेछ केटा, अब नाम त्यहाँ युट्युबमा देखाएको छैन कि मेरो, त्यही भएर म लिङ्क चाहिँ छोडिदिन्छु केटा हो। त्यहाँ पाण्डे भ्लग छ नाम चाहिँ, तर आएको छैन, म लिङ्क छोडिदिन्छु केटा। हल्का चाहिँ लामो भयो होला केटा अब भ्लग चाहिँ है। अब भोलि बिहान चाहिँ म देखाउँछु तिमीहरूलाई, टुर हान्छु है, रिजोर्ट कता बन्दैछ है, कस्तो बन्दैछ म देखाउँछु सब तिमीहरूलाई। हाम्रो चाहिँ मिस्लाङभन्दा थोरै माथि छ केटा हो हाम्रो रिजोर्ट चाहिँ। हाम्रो लगभग तिमीहरूले कहाँ भन्छौ भने चाहिँ हाम्रो बन्न लागेको चाहिँ अहिले तिमीहरूको मिस्लाङको त्यो जुन चाहिँ टापु रिजोर्ट छ नि, टापु रिजोर्ट भन्दा चाहिँ तिमीहरूको उता सराङकोट जाने बाटोतिरबाट आउने हो। हाम्रो यो ठाउँको नाम चाहिँ खासमा गोठारी हो, गोठारी भिलेज भनिन्छ यसलाई चाहिँ। पहिलाको पुरानो नाम चाहिँ गोठारी भिलेज थियो होइन। अनि अहिले चाहिँ त्यो नाम हटिसकेको छ, बिलाइसकेको छ होइन। त्यही भएर अहिले गोठारी भनेको के भन्दा नि चिन्दैन मान्छेले। अनि त्यही भएर चाहिँ तिमीहरूको अब हामी लोकेसन नि छिटै हाल्छौँ है। हामी बनेपछि लोकेसन चाहिँ हाम्रो फुल हालिदिन्छौँ, लोकेसन चाहिँ, लोकेसन भिडियो नि आउँछ। अहिले नबनिन्जेललाई चाहिँ तिमीहरूको त्यो जुन चाहिँ सराङकोट छुट्टिने बाटो छ, तिमीहरूको सराङकोट जाने बाटो नगइकन तिमीहरूको सिधै यता आएपछि हाम्रो टापु रिजोर्टबाट चाहिँ 5 मिनट यता आएपछि चाहिँ तिमीहरूको सिधै आएपछि हाम्रो लेफ्टतिर एउटा बाटो छ जाने, त्यहाँ हो केटा हाम्रो खोल्न लागेको चाहिँ। अब यस्तै छ केटा हो, बन्दैछ। अब बनेर भ्याएपछि चाहिँ तिमीहरूलाई म टक्क दिइहाल्छु होइन, सब जानकारी दिइहाल्छु। अब अहिलेलाई चाहिँ म यहाँ आएको छु केटा हो, यस्तै झ्याउला र यत्तिकै बस्न आएको केटा हो। अब यहाँ बन्दैछ होइन, यस्तै हो। अब सब म्यानेज चाहिँ छैन, बिस्तारै हुन्छ सबै म्यानेज। अब बनिसक्छ, बनेपछि म भनिहाल्छु है। यस्तो छ केटा, अब भोलि बिहान चाहिँ म तिमीहरूलाई सब टुर दिइहाल्छु। अब अहिलेलाई चाहिँ यति नै गरम जस्तो लाग्यो है, खासै राम्रो नि बनेन सेकेन्ड भ्लग पनि है। अब गाह्रोतिर नमान केटा हो, भोलि नि म भ्लग बनाउँछु मेरो चाहिँ। अब यस्तै छ आजलाई यति गरम, अनि भोलि पनि म बनाउँछु केटा अब भ्लग चाहिँ है। आज स्कुल जान्छु भनेको थिएँ, म चाहिँ स्कुल सर्टिफिकेट लिन जान्छु भनेको, जानु भएन। त्यही भएर अब भोलि अर्को भ्लग बनाउँछु केटा हो। भोलि चाहिँ खुट्का बनाउन खोज्छु है केटा हो। आजलाई चाहिँ यति गरम, भोलि म टुर भिडियो हालिदिन्छु कस्तो छ है। आजलाई चाहिँ यति गरम केटा हो। गुड नाइट।